तपाईँ भर्खरै एसई दिएर अब कुन सब्जेक्ट मैले पढ्न सक्छु फर्दर नेपालमा, अर्थात् तपाईँको बालबच्चाले भर्खरै एसई दिएको छन् भने तपाईँको बच्चाको लागि कुन विषय चाहिँ सुइटेबल हुनसक्छ, अर्थात् कसैसँग सजेसन लिनुभयो तर तपाईँको मन अझै मानेन है, मैले कुन सब्जेक्ट पढ्दा चाहिँ बेस्ट हुन्छ भनेर तपाईँ अल्मलिरहनु भएको छ भने यो भिडियो तपाईँको लागि हो। आज हामी चर्चा गर्नेछौँ नेपालमा हामी इन्टरमिडिएट लेभलमा अर्थात् एसई पछाडि के पढ्न सक्छौँ त, कुन सब्जेक्ट पढ्न सक्छौँ भनेर हामी यो भिडियोमा चर्चा गर्नेछौँ। मेरो नाम चाहिँ कुशल पोखरेल र इफ यु आर कन्फ्युज्ड अबाउट वाट टु स्टडी आफ्टर एसई, दिस भिडियो इज फर यु. In this video, we will talk about CTVT, PCL nursing, science, management, A-level, arts, humanities, hotel management, and law. है, कुन सब्जेक्ट चाहिँ हामी कसरी पढ्न सक्छौँ र त्यो कुन सब्जेक्ट पढ्दा के हुन्छ है, फ्युचर चाहिँ कुन सब्जेक्ट पढ्दाखेरि मेरो फ्युचर कता जान्छ, अर्थात् कुन बाटो समात्दा मैले पछि के जागिर खान्छु भन्ने कुराहरू चाहिँ आजको यो भिडियो हेरिसके पछाडि तपाईँको क्लियर हुन्छ. लेट्स ब्रेक डाउन अल द अप्सन फर यु. Watch till the end to find which is best for you. At first, we will discuss about CTVT. सुरुमा हामी CTVT को बारेमा चर्चा गर्छौँ. CTVT लाई टेक्निकल एजुकेसन पनि भन्छ र CTVT का कोर्सेसहरू नेपालमा के छन् त भन्दाखेरि डिप्लोमा इन सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ एन्ड CMA, ANM, हेल्थ असिस्टेन्ट HA है, अनि भेटनरी एन्ड एग्रिकल्चर अहेब अनमी हुन्छ नि हाम्रो हेल्थ पोस्टहरूमा, त्यसमा चाहिँ हेल्थ एसिस्टेन्ट हुन्छ नि, यस्तो ठाउँहरूमा जागिर खान मिल्छ यो पढेर 3 इयर डिप्लोमा सकाइसके पछाडि. भेटनरी एग्रिकल्चर है, भेटनरी एग्रिकल्चर पढिसके पछाडि तपाईँहरू डाइरेक्ट फिल्डमा गएर काम गर्न पाउनुहुन्छ. यदि तपाईँले भेटनरी पढ्नुभयो भने तपाईँले एउटा भेटनरी चाहिँ पसल खोलेर बस्न सक्नुभयो हैन, मेडिकल असिस्टेन्ट एचए पढ्नुभयो भने पनि मेडिकल खोलेर बस्न सक्नुभयो. यसरी चाहिँ हामीले राइट आफ्टर युर कम्प्लिसन अफ युर डिग्री यु विल गेट द अपर्च्युनिटी टु वर्क अन द रिलेटिभ फिल्ड है. झ्याप्पै जागिर खान मन छ पढेर सक्ने बित्तिकै, 12 सक्ने बित्तिकै, अर्थात् 3 इयर डिप्लोमा सक्ने बित्तिकै भने यो कोर्स तपाईँहरूको लागि हो. यसको फ्युचर जब के हुन्छ त भन्दा नेपालमा मात्रै नभएर युके जापानहरूमा पनि हायर गरिरहेको हुन्छ. सिटिभिटीमा मैले यी कुराहरूलाई चाहिँ यहाँनिर एकमुष्ट रूपमा चर्चा गरेँ. पछि आउँछ होटल म्यानेजमेन्ट अनि हाम्रो पिसिएल नर्सिङ सिटिभिटी अन्तर्गत पनि पर्छन् तिनीहरूलाई चाहिँ अर्को स्लाइडमा हामी चर्चा गर्नेछौँ. आफ्नो बिजनेस स्टार्ट गर्न अर्थात् छिटै जागिर खानको लागि हैन, जुन चाहिँ प्र्याक्टिकल लर्नरहरू छन्, थ्योरिटिकल्ली म लामो समय पढ्न सक्दिनँ, म छिटै समुदायमा जानुपर्छ, अर्थात् छिटै म सर्भिस लाइनमा जानुपर्छ, छिटै बिजनेसमा जानुपर्छ भन्ने स्टुडेन्टहरूको लागि चाहिँ यो सिटिभिटी कोर्स चाहिँ सुइटेबल हुन्छ, जो चाहिँ एकदम who are eagerly want to start their work early. एन्ड आफ्टर द्याट नेपालको फिमेल स्टुडेन्ट्सहरूमा फेमस कोर्स चाहिँ हाम्रो पिसिएल नर्सिङ छ. पिसिएल नर्सिङ चाहिँ पिसिएलको फर्म चाहिँ हाम्रो प्रोफिसियन्ट सर्टिफिकेट लेभल नर्सिङ भन्छ. यसको ड्युरेसन पनि 3 इयर हुन्छ र यो चाहिँ नेपालमा टियु अन्तर्गत आइओएममा, सिटिभिटीमा, प्राइभेट नर्सिङ कलेजहरूमा पढाइ भइरहेको हुन्छ. यसको फ्युचर के छ त पिसिएल नर्सिङ पढेर भन्दाखेरि नेपालको हस्पिटलहरूमा नर्स हुन सकियो. अनि अर्को के छ त भन्दाखेरि अब्रोडमा पनि अहिले लाइसेन्स भएको रजिस्टर्ड नर्सहरूलाई है, आरएनहरूलाई चाहिँ राम्रो तरिकाले हायर गरेर लगिरहेको छ हाइपेडमा, युकेतिर, युएसएतिर है. त्यही भएर पिसिएल नर्सिङको क्यानाडातिर राम्रो छ, युरोपतिर राम्रो छ. एन्ड जुन स्टुडेन्ट्सहरू चाहिँ हाइली इन्ट्रेस्टेड इन हेल्थ केयर, हस्पिटल अर मेडिकल, पिसिएल नर्सिङ इज फर यु. अब यस पछाडि हामी होटल म्यानेजमेन्ट एन्ड टुरिज्मको चर्चा गर्छौँ. यो +2 भनेको 2 इयरमा पनि छ अनि सिटिभिटीमा 3 इयरमा पनि छ होटल म्यानेजमेन्ट है. +2 म्यानेजमेन्ट भनेर +2 होटल म्यानेजमेन्टको रूपमा 2 वर्षमा होटल म्यानेजमेन्टको कोर्स सक्न पनि सकिन्छ र सिटिभिटी अन्तर्गत रहेर डिप्लोमा इन होटल म्यानेजमेन्ट भनेर पढ्न पनि सकिन्छ. र त्यस पछाडि हामीले ब्याचलर अफ होटल म्यानेजमेन्ट अर्थात् BHM पढ्न पनि सक्छौँ आफ्टर द कम्प्लिसन अफ दिस इन्टरमिडिएट कोर्सेस. ओके, एन्ड यसको फ्युचर स्कोप के छ त भन्दा होटेलमा, रेस्टुरेन्ट्समा, एयरलाइनमा, ट्राभल एजेन्सीमा तपाईँ काम गर्न सक्नुहुन्छ. नेपालमा मात्रै नभएर तपाईँहरू यो चाहिँ युएई, युरोप अनि त्यस पछाडि सिप्सहरूमा हैन, यस्तोमा चाहिँ तपाईँहरू काम गर्न सक्नुहुन्छ. र यो स्टुडेन्टहरू जुन चाहिँ हस्पिटालिटी, ट्राभल र टुरिज्मलाई एकदमै ट्राभल र टुरिज्मको लाइनमा चाहिँ इन्ट्रेस्टेड हुनुहुन्छ तपाईँहरूको लागि यो एकदमै सुटेबल कोर्स हो. After this, in Nepal, the one and only course that is based on the international curriculum is A-level है. A-level तपाईँ नेपालमा पढ्न सक्नुहुन्छ. यो पनि +2 को अल्टरनेटिभ नै हो, अर्थात् इक्विभ्यालेन्ट टु +2 सरहकै कोर्स हो है त. अब
अब यसमा चाहिँ तपाईँले साइन्स, बिजनेस, ह्युम्यानिटिज यो सब्जेक्टहरूलाई तपाईँको इन्ट्रेस्टको आधारमा अलाइन गरेर फ्लेक्जिबल कम्बो भनेर पढ्न सक्नुहुन्छ है। अनि यो कलेज इन नेपाल, बुढा नीलकण्ठ स्कुल, ब्रिटिस स्कुल, चेल्सी इन्टरनेसनल स्कुल यो चाहिँ काठमाडौँको कलेजहरूको नाम राखिएको छ। यहाँनिर चाहिँ चितवन, पोखरामा पनि ए लेभल पढाइ हुने कलेजहरू छन्, अर्थात् नेपालको डिफ्रेन्ट सिटिजमा पनि ए लेभल पढाइ भइरहेको हामी पाउँछौँ। र यसको ए लेभल पढेर डाइरेक्ट पाथ के हो त भन्दा एकदम इजी भाषामा भन्नुपर्दा दिस इज द डाइरेक्ट पाथ टु फरेन युनिभर्सिटिज। ज्यापै तपाईँ बाहिर जान चाहनुहुन्छ, लामो समय नेपालमा पढ्न चाहनुहुन्न, विदेश जाने नै तपाईँको अल्टिमेट गोल हो भने ए लेभल पढेर जानुभयो भने तपाईँको चाहिँ पाथ चाहिँ के हुन्छ त भन्दा युनिडिरेक्सनल भइहाल्छ है। स्टुडेन्ट्स एमिङ फर अब्रोड स्टडी, युके, युएसए, अस्ट्रेलिया, युरोप जता जान चाहनुहुन्छ ए लेभल पछाडि तपाईँलाई बाहिर एप्लाई गर्न चाहिँ सजिलो हुन्छ। अर्को छ हाम्रो नेपालको ट्यालेन्ट स्टुडेन्टहरूमा एकदम फेमस स्ट्रिम साइन्स स्ट्रिम, प्लस टू साइन्स स्ट्रिम। अब यसमा चाहिँ मेनली पढाइ हुने सब्जेक्टहरू भनेको फिजिक्स, केमिस्ट्री, कम्प्युटर, बायोलोजी, म्याथ यिनीहरू चाहिँ तपाईँहरू आफ्नो इन्ट्रेस्ट अनुसार बायोलोजी पढ्नुभयो भने तपाईँ चाहिँ बायोलोजिकल ग्रुप भएर यतातिर हाम्रो मेडिसिन होइन, अनि त्यस पछाडि फार्मेसी अर्थात् एग्रिकल्चरतिर जान सक्नुहुन्छ। यदि म्याथ्स पढेर कम्प्युटर पढेर त्यो लाइन समातेर जानुभयो भने इन्जिनियरिङ, आइटी होइन, बिएससी फिजिक्स अर्थात् बिएससी सिएसआइटी यो लाइनतिर जान सक्नुहुन्छ है। अनि बायोलोजी पढ्न चाहनुहुन्छ अर्थात् बोटनी अनि जुलोजी, माइक्रोबायोलोजी पढ्न चाहनुहुन्छ, रिसर्चर बन्न चाहनुहुन्छ, साइन्टिस्ट बन्न चाहनुहुन्छ होइन, डक्टर बन्न चाहनुहुन्छ भने तपाईँ चाहिँ बायोलोजी पढेर अगाडि बढ्न सक्नुहुन्छ। इन्जिनियर बन्न चाहनुहुन्छ, सफ्टवेयर डेभलपर बन्न चाहनुहुन्छ, म्याथमेटिसियन बन्न चाहनुहुन्छ, फिजिसिस्ट बन्न चाहनुहुन्छ, साइन्टिस्ट बन्न चाहनुहुन्छ भने तपाईँ फिजिक्स म्याथको कम्बिनेसन, फिजिक्स केमिस्ट्री म्याथको कम्बिनेसन लिएर अगाडि बढ्न सक्नुहुन्छ। र स्टुडेन्ट इन्ट्रेस्टेड इन रिसर्च, टेक्नोलोजी अर मेडिसिनमा, रिसर्चमा, टेक्नोलोजीमा, मेडिसिनमा जो इन्ट्रेस्टेड हुनुहुन्छ उहाँहरूले चाहिँ साइन्स स्ट्रिम चुज गरेर अगाडि बढ्न सक्नुहुन्छ है त। यस पछाडि छ एजुकेसन स्ट्रिम। नेपालमा एजुकेसन चाहिँ हाम्रो एभरेज स्टुडेन्टहरूले पढेको पाइन्छ, तर ट्यालेन्ट स्टुडेन्टहरूले पनि पढ्न सक्नुहुन्छ। यो चाहिँ यसमा चाहिँ तपाईँले एजुकेसन, नेपाली, इङ्ग्लिस, म्याथ, साइन्स पढ्न सक्नुहुन्छ। एजुकेसन पढेर के हुन्छ त भन्दाखेरि एजुकेसन पढेर चाहिँ तपाईँहरू डाइरेक्टली एजुकेसनल अफिसरहरू बन्न सक्नुहुन्छ, लेक्चर बन्न सक्नुहुन्छ, प्रोफेसर बन्न सक्नुहुन्छ र टिचर्स इन स्कुल अर कलेज बन्न सक्नुहुन्छ। र प्लस टूमा एजुकेसन पढिसके पछाडि तपाईँले पछि पढ्नको लागि ब्याचलर्स इन एजुकेसन, मास्टर्स इन एजुकेसन गर्न सक्नुहुन्छ है। स्टुडेन्ट प्यासनेट अबाउट टिचिङ, एजुकेसनल फिल्ड जुन चाहिँ टिचिङमा एकदम प्यासनेट हुनुहुन्छ होइन, जसको चाहिँ लिडरसिप क्यापेसिटी राम्रो छ अर्थात् कसैलाई म गाइड गर्छु, कसैलाई मोटिभेट गर्छु, कसैको लाइफमा म इन्फ्लुएन्स गर्छु भन्ने छ भने दिस कोर्स इज भेरी बेस्ट फर यु। एन्ड आफ्टर दिस वी विल टक अबाउट ह्युम्यानिटिज एन्ड आर्ट्स है। पहिला चाहिँ हामीले के भनिन्थ्यो त भन्दाखेरि आइए भनिन्थ्यो होइन। अब आइए अन्तर्गत ह्युम्यानिटिज आर्ट पढेर के हुन्छ त, इन्टर इन आर्ट्स अर ह्युम्यानिटिज पढ्दाखेरि इन्टरमिडिएट लेभलको ह्युम्यानिटिज आर्ट्सभित्र तपाईँले के पढ्न पाउनुहुन्छ त भन्दा सोसियोलोजी, रुरल डेभलपमेन्ट, पपुलेसन, मास एजुकेसन यिनीहरू पढ्न पाउनुहुन्छ। र यो पढिसके पछाडि पछि के पढ्न पाइन्छ प्लस टू पछाडि भन्दा ब्याचलर्स इन आर्ट्स पढ्न पाइयो, सोसियल वर्क्स, जर्नलिजम, साइकोलोजी, रुरल डेभलपमेन्ट यिनीहरू चाहिँ तपाईँ पछि पढ्न सक्नुहुन्छ, आरडी भन्छ सर्टकटमा। र यो पढेर हामीले कहाँ जागिर पाइन्छ, के गरिन्छ त भन्दाखेरि एनजिओ, आइएनजिओमा काम पाइन्छ, युएनमा काम पाइन्छ है, सोसियल रिसर्च गर्न सकिन्छ, जर्नलिजममा तपाईँहरू चाहिँ तपाईँको जर्नलिस्ट बन्ने, मिडियातिर कम्युनिकेसनतिर तपाईँको इन्ट्रेस्ट छ भने तपाईँ ह्युम्यानिटिज आर्ट्स पढ्न सक्नुहुन्छ। अनि यो चाहिँ स्टुडेन्ट इन्ट्रेस्टेड इन सोसाइटी, राइटिङ एन्ड हेल्पिङ पिपल है, जसको चाहिँ लेखन कला राम्रो छ, सोसाइटीमा चाहिँ तपाईँ घुलमिल हुन चाहनुहुन्छ होइन, दर्शनसँग, फिलोसफीसँग, सोसाइटीसँग घुलमिल हुन चाहनुहुन्छ, इभोल्युसन अफ द सोसाइटीसँग तपाईँ यदि घुलमिल हुन चाहनुहुन्छ भने दिस कोर्स इज फर यु। तपाईँहरूलाई चाहिँ ह्युमन साइकोलोजीहरू पढ्नको लागि पनि दिस विल बी बेस्ट। एन्ड आफ्टर द्याट अनदर इज ल। प्लस टूमै तपाईँले ल पढ्न सक्नुहुन्छ, अर्थात् ह्युम्यानिटिज पढेर पनि तपाईँ लमा आउन सक्नुहुन्छ, म्यानेजमेन्ट पढेर पनि ल पछि बिए एलएलबी गर्न सक्नुहुन्छ, प्लस टू साइन्स पढेर पनि बिए एलएलबी गर्न सक्नुहुन्छ। र प्लस टूमा ल पढेर चाहिँ तपाईँको पाथ
प्लस टूमा ल पढ्ने भनेको कसरी त भन्दा प्लस टूमा ह्युमेनिटिज म्यानेजमेन्ट साइन्स पढिसके पछाडि पछि बिए एलएलबी एलएलबी मात्रै लेखेको रहेछ बिए एलएलबी पढिसके पछाडि तपाईँहरू के गर्न सक्नुहुन्छ त भन्दा लको लाइन समात्न सक्नुहुन्छ यसको फ्युचर के छ एडभोकेट अभियसली आफ्टर स्टडिङ ल यु obviously be advocate law judge with further यदि तपाईँको फर्दर क्वालिफिकेसन बढ्दै गयो भने तपाईँ न्यायाधीश बन्न सक्नुहुन्छ लिगल एडभाइजर अफ मेनी कम्पनीज प्राइभेट हुनसक्छ गभर्मेन्ट हुनसक्छ कानुनी सल्लाहकार भनेर तपाईँ बस्न सक्नुहुन्छ यो वकिल सरकारी वकिल बन्न सक्नुहुन्छ र यसको देशमा मात्रै नभएर विदेशमा पनि के छ त राम्रो छ र स्टुडेन्ट प्यासनेट अबाउट जस्टिस पब्लिक स्पिकिङ ल जुन चाहिँ पब्लिक स्पिकिङमा चाहिँ एकदम पोख्त हुनुहुन्छ होइन अनि न्यायप्रेमी हुनुहुन्छ कसैलाई न्याय दिलाउन अर्थात् तपाईँहरू चाहिँ एकदमै यो अन्यायको विरुद्धमा बोल्न बुलन्द हुनुहुन्छ भने यो सब्जेक्ट चाहिँ तपाईँहरूको लागि हो है र आफ्टर द्याट नेपालमा एकदम फेमस म्यानेजमेन्ट स्ट्रिम म्यानेजमेन्ट कस्तो स्टुडेन्टले पढ्न सक्छ त एभ्री वान ट्यालेन्ट इन एभरेज बिलो एभरेज जसले पनि पढ्न सक्छ यसमा चाहिँ तपाईँले एकाउन्टिङ इकोनोमिक्स बिजनेस स्टडिज आदि पढ्न सक्नुहुन्छ र म्यानेजमेन्ट स्ट्रिममा प्लस टू पढिसके पछाडि पछि के पढ्न मिल्छ त भन्दा बिबिए पढ्न मिल्छ बिबिएस पढ्न मिल्छ चार्टर एकाउन्टतिर जानु मिल्छ एसिसिए भनेको पनि सिए नै हो बिएचएमतिर जानु मिल्छ बिबिएस पढ्नु मिल्छ भनिसकेँ मैले बिसिए पढ्न मिल्छ यो पढेर के हुन्छ त भन्दाखेरि तपाईँहरूले पछि ब्याङ्कमा काम गर्न सक्नुहुन्छ कम्पनीजहरूमा काम गर्न सक्नुहुन्छ होटलमा काम गर्न सक्नुहुन्छ एकाउन्टेन्टको रूपमा अर्थात् स्कुलमा काम गर्न सक्नुहुन्छ एकाउन्टेन्टको रूपमा डिफ्रेन्ट कम्पनीजमा काम गर्न सक्नुहुन्छ र एब्रोड स्टडीको लागि एमबिएस गर्नको लागि तपाईँहरू बाहिर जान पनि सक्नुहुन्छ होइन अर्थात् पिएचडी गर्नको लागि बाहिर जान सक्नुहुन्छ अस्ट्रेलिया युए युरोप युएसएतिर तपाईँहरूको लागि फ्युचर एकदमै उज्जवल हुनेछ फ्युचर बिजनेस ओनर जसको चाहिँ बिजनेसतिर इन्ट्रेस्ट छ म्यानेजमेन्ट स्ट्रिम समातेर तपाईँले आफ्नो बिजनेस ग्रो गर्न सक्नुहुन्छ अर्थात् बिजनेस आइडियालाई चाहिँ मूर्त रूप दिन सक्नुहुन्छ यसले तपाईँको डेली बिजनेस लाइफमा भेरी भेरी इम्पोर्टेन्ट रोल प्ले गर्छ अर्थात् हेल्प गर्छ एकाउन्टेन्ट म्यानेजर्सहरू होइन सिइओ ब्याङ्कको सिइओहरू अर्थात् कम्पनीको चाहिँ ब्याङ्कको सिइओ प्लस डिफ्रेन्ट कम्पनीको एकाउन्टेन्टहरू चाहिँ म्यानेजमेन्ट पढेको स्टुडेन्टहरू पछि फ्युचरमा हुनुहुन्छ र अन्त्यमा चुज युर पाथ विथ प्यासन है कसै तपाईँको साथीले भन्यो तपाईँको अङ्कलले भन्नुभयो यसको कारणले गर्दा अथवा तपाईँको कोही आफन्तले भन्नुभयो यसको कारणले गर्दाखेरि तपाईँले के नगर्नु त सब्जेक्ट चुज नगर्नुहोस् आफ्नो प्यासन केमा छ इन्ट्रेस्ट केमा छ तपाईँले के पढ्दाखेरि चाहिँ मेरो भविष्य उज्जवल हुन्छ जस्तो लाग्छ अर्थात् म त्यसमा पूर्ण रूपमा चाहिँ मेरो समय दिन सक्छु मलाई झिजो लाग्दैन जस्तो लाग्छ त्यो सब्जेक्ट चुज गर्नुहोस् है अरूको लागि प्राउड फिल गराउनको लागि सब्जेक्ट चुज नगर्नुहोस् आफू ह्याप्पी हुनको लागि आफू परिपूर्ण हुनको लागि सब्जेक्ट चुज गर्नुहोस् सक्सेस इज ग्यारेन्टेड वेन युर हार्ट इज इन यर पाथ है जब यदि तपाईँको मन मस्तिष्क पुरै त्यसमा लागि पऱ्यो भने बल्ल तपाईँ सक्सेसफुल हुन सक्नुहुन्छ इट्स युर लाइफ हो तपाईँको जिन्दगी हो तपाईँको भविष्य हो तपाईँको रोजाइ हो त्यसैले क्राउडलाई फलो नगर्नुहोस् तपाईँको साथी पढेको छ तपाईँको सोसाइटीमा 5-6जना त्यही पढेका छन् होइन सबैजना त्यही पढेको कारणले गर्दा त्यो नपढ्नु तपाईँको चाहिँ क्युरियोसिटी केमा छ होइन अनि त्यस पछाडि तपाईँको इन्ट्रेस्ट केमा छ त्यो पढ्नुहोस् र केही कुरामा कन्फ्युजन छ भने तपाईँले चाहिँ कमेन्ट छोड्नुहोस् आई विल बी अलवेज हियर टु गाइड यु अन द वे है अनि त्यस थ्याङ्क्स फर वाचिङ आई होप दिस भिडियो हेल्प यु चुज द राइट पाथ आफ्टर एसई यदि क्वेसनहरू छ भने तल कमेन्ट गर्नुहोला मैले पर्सनल्ली रिप्लाई गर्छु र यदि पर्सनल क्यारियर एडभाइस चाहिएको छ भने यसमा मेल गर्नुहोला र कमेन्टमा चाहिँ तपाईँले कुन सब्जेक्ट चुज गर्नुहुन्छ अब भनेर चाहिँ भन्न नछुटाउनु होला र डोन्ट फर्गेट टु लाइक कमेन्ट एन्ड सेयर तपाईँको साथीहरूलाई पनि सेयर गरेर हेल्प गर्नुहोला न्यू भिडियोज एभ्री विक अन एडुकेसनल फिजिक्स एन्ड क्यारियर विल बी